सीधा सीधा फ्याक्ट वी आर 80-85% PMWC इज देयर 80-85% पुगिसक्यो PMWC भोलि पुग्सी लागेन भने हामी पुग्यो PMWC ट्रफी जितेला नजितेला PMWC हामी पुग्छौँ भोलि पुग्सी लागेन भने भोलि 20 पोइन्टवाला दिन आइदियो भने त अब जिजी भन्ने बस्ने हैन बट ट्रफी जित्नबाट यति क्लोज त हामी आएकै छैनौँ अनि सम्झ त ट्रफीको खडेरी लागेको कति भयो ला 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 नाइस ला 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 ओए ना फिर तो दियो तर नाइस यार वाइ बोय एउटै नेटा पड्क्यो लभली यार त्यसले गाडी नेटमा ल्याएर रोकिदियो क्या लभली यार ओभर है 7 किलो एउटा स्पोर्ट्सको एस्पेक्ट 1 लेट्स गो सक्यो रिजीमा सकिन्छ इज कम्पिटिसनै सक्यो नि अब त त्यही त 40 40 आउट हुनु पर्यो कि यस्तो दामी हुन्छ भोलिको दिनमा सेकेन्ड गेमै खान बेर हुँदैन हो केटाहरुले नाभिलाई नै हान्दैछ केटाहरुले यार अबि अमै लभली कभर फायर अनि ओति कभर वाइटी लभली यही जोन छ यही खेल्ने हो यो चिलमा जोन छ केटाहरुलाई राम्रो जोन छ जस राइटबाट लागेको जोन छ ए हैन होला केटा हैन उताबाट 40 ल्याने हो गाडी बस्दैन नि त्यहाँ फेरि अब ओए ओए नबिर भाइ ओए आमामा सात लग दे यार नीडले त नाभि गयो नीडले सात लग दे यार दामी पड्क्यो म्याम पका यो लभली बढिहाल्छ यो लभली 10 किल इजी 10 किल ओ नेट क्यों आज नेट अबि लभली तीनटा न हान्ने यार स्काइले अबि ट्रोफी र स्काई बॉट नेट यार इसको ओए नहीं हैन होला फिनिश भयो व्हाट द फक यार के चल्दैछ यहाँ त क्रुजर्स जाने सक्यो एसटी ओए 11 किल 11 किल हान्दै हो जीएसटी पागल हान्दै छ यार केटाहरुले अब डीएसपीएल छ अब डीएसपी पनि छ लेफ्ट अब आइनै पुग्दैन होला डीआरएस त अरूले हान्छ होला त्यस्तो लाग्यो मलाई आइ पुग्दैन होला हो ढिलो गरे नि केटाहरुले थर्ड पार्टी हामी सिवानले हान्छ के 12 किल अम्मा लेट्स गो लभली हेर न अब कस्तो खालको कमेन्ट गरेको थाहै भएन यार अब हेर्न बाँकी एकजना यता उता दुईजना त्यही भनेको यति बोलाउनु पर्ने हो होरेली चिकन छ यार है अ इजी हान्न मिल्छ चिकन छ ओए चोर्दै किल छोटीको ला धने भाइ देख्यो ओरलाई दियोस् मतलब भएन एला चोर्दिहाल्यो यार चोर्दैन। त्यही क्या छोटीले चोर्यो चिक्नो रे नाम पनि किन हो ए सरी 4v3v3v1 जोत छ यार केटालाई है त्यो बमर छ सिवानको मर्यो इजी हो त 3v3v ओए लास्ट लेट्स गो यार केटा कोल्याप्स सर्कल ल चलो केटाहरु अलमोस्ट सेन्टर सिवानसँग नेट पनि छैन 40 सँग नेट छैन छिलो त यार इजी हानौँ त 4v3v 3v1 चल सिवान त यतै चेपिन्छ किलरले 40 को गेम बिगार्दिहाल्छ किलरले 40 लाई ड्याप हानिदिन्छ एक दि हान त ट्याप सिवानलाई हान्दैछ 40 ले सकाइदियो किल फिट चाहिँ ओभर हिट गर्नु पर्यो केटाहरुले लभली यार ओपर नाइस लभली वाइडी ला सक्यो पड्काइदियो नाइस सक्यो ओए सिवानले नक चाहिँ नहानोस् यार त्यति हो क्लिन वाइप हान्दिउँ त सिवानले केटा हो यो राइटमा को छ केटाहरुको यो सिवान के सिवानको लास्ट गाइस है के म त गोटी आर्के देखेँ अब हेर्न आगो चलेको त्यसलाई लभली यार नामी आमामा थोए बस्छ फेरि केटाहरुको आज जल्यो नाइस म्या 13 केटा हो 14 15 16 किल चिकन 26 पोइन्ट 16 ओए ओए लिड हुन्छ यार
ओभरै लिड हुन्छ ऊ साला अर्को टिमलाई त्यो भोलि 10 पोइन्ट एक्स्ट्रा थपेर पुर्याउनै एक गेम एक्स्ट्रा लाग्छ केटाहरूलाई भन्दा लभली यार Nice, okay. किल उठाऊ पहिला Last one. लभली यार नाइस Last one. सोह्र किल लेट्स गो Oh my god, यार. ओहो. ओए जिगल जोसमा वाह ऊपर तो स्ट्राइक कराओ. कराओ. Proper hot in the chat का सबले. लेट्स गो ओपे बवाल यार बवाल ल केटा हो भोलि भेटौँ ल ल ल. म मेरो मनबाट के चाहन्छु भने पिएमडब्ल्युसी अब 80-85% हामी पुगिसक्यौँ पिएमडब्ल्युसी अब 80-85% वी आर अलरेडी देयर नाउ आई वान्ट द्याट फकिङ ट्रफी बुझ्यौ म मेरो मनबाट त्यो सोचिरहेको छु क्या आई वान्ट द्याट फकिङ ट्रफी बिकज एचबीले पिएमपिएल जितेदेखि हाम्रो हात चिल्लै छ एचबीले पिएमपिएल जितेको कहिले हो एचबीले पिएमपिएल जितेको वर्षौँ भइसक्यो एचबीले पिएमपिएल जितेदेखि हाम्रो हात चिल्लै नै छ हैन सो हाई चान्सेस हामी सायद त्यस पछाडि कुनै पनि ट्रफी जित्नको लागि यति क्लोज आएको छौँ अभियसली पिएमजिसीमा हामी क्लोज थियौँ होइन बट हाई चान्सेस कि हामी ट्रफी जित्नबाट यति क्लोज आएको छौँ अब होइन यति क्लोज आएको छौँ ट्रफी जित्नबाट अब त जित्न सकिन्छ भन्ने ठाउँमा छौँ सो लेट्स प्रे लेट्स होप लेट्स डु एभ्रिथिङ भोलि ओरा स्पोर्ट्सको लागि इभन तपाईँ डिआरएस फ्यान हुन्छ भने पनि एटलिस्ट फर द कन्ट्री एटलिस्ट फर द कम्युनिटी एटलिस्ट फर द ई स्पोर्ट्स इन नेपाल प्लिज प्रे फर ओरा स्पोर्ट्स भोलिको दिनको लागि होइन इभन डिआरएस फ्यान हुनुहुन्छ इभन एएसटी फ्यान हुनुहुन्छ इभन अरू कुनै फ्यान हुनुहुन्छ भने पनि तपाईँलाई ओरा स्पोर्ट्स मन नै पर्दैन भने पनि इमेजिन हामी यति क्लोज ट्रफी जित्नबाट लास्ट टाइम कहिले आएको थियौँ पिएमजिसी फाइनल त्यस पछाडि त हाम्रो त लप्पै छ पर्फर्मेन्स त नेपेक्सले आश देखाएको थियो नेपेक्सले अति आश देखाएको थियो पिएमजिओमा होइन बट होइन हामी ट्रफी जित्नबाट हामी ट्रफीको नजिक आएर एकदमै नजिक आएर ल म्याच जितिन्छ है भन्ने सिचुएसन त कहिले भएको थियो त सो लेट्स गो फर टुमरो लभली वर्ड्स होइन दिस इज द फ्याक्ट सिधा फ्याक्ट वी आर 80-85% पिएमडब्ल्युसी इज देयर 80-85% पुगिसक्यो पिएमडब्ल्युसी भोलि बोक्सी लागेन भने हामी पुग्यो पिएमडब्ल्युसी ट्रफी जित्तेला नजित्तेला पिएमडब्ल्युसी हामी पुग्छौँ भोलि बोक्सी लागेन भने भोलि 20 पोइन्टवाला दिन आइदियो भने त अब जिजी भन्ने बस्ने होइन बट ट्रफी जित्नबाट यति क्लोज त हामी आएकै छैनौँ अनि सम्झ त ट्रफीको खडेरी लागेको कति भयो ट्रफी लास्ट जितेको एचबीले पिएमपिएलको बेलामा पिएमपिएल एचबीले जितेदेखि ट्रफी त लप्पै छ अनि ट्रफी जित्नबाट मेजर ट्रफी जित्नबाट क्लोज आएको मेजर ट्रफी जित्नबाट यति नजिक आएको भनेको पिएमजिसी फाइनलमा रुल्स पिएमजिसी फाइनल द्याट 2022 3 वर्ष भइसक्यो त्यस पछाडि खडेरी लाग्यो ट्रफीको सो लेट्स प्रे इन द्याट सेन्स एटलिस्ट फर द कम्युनिटी इमेजिन ओरा स्पोर्ट्सले ट्रफी जित्यो भने कम्युनिटीलाई कति बुस्ट हुन्छ भनेर बिकज नेपाल एज अ रिजन हेज बिन अन्डर एस्टिमेटेड फर लास्ट 1 इयर होइन एज अ रिजन हामीलाई अन्डर एस्टिमेट नै गरिएको छ लास्ट 1 इयर छैन सकिसक्यो यिनीहरू यो डेड रिजन हो अब साउथ एसियामा नेपाल इज अ डेड कन्ट्री नाउ भनेर धेरैले भन्न थालिसक्यो इभन बाहिरको ट्यालेन्टहरूको कुरा सुन्छौँ बाहिरको कास्टरहरूको कुरा सुन्छौँ बाहिरको टिमहरूको कुरा सुन्छौँ भने पनि दे डोन्ट कन्सिडर डिआरएस एज द्याट फोर्स नाउ दे डोन्ट कन्सिडर ओरा स्पोर्ट्स एज अ द्याट बिग फोर्स नाउ दे डोन्ट कन्सिडर एनी अदर नेपाली टिम एज अ द्याट जब स्काई जिगल रमा ओरा पोसिबल विनर आइजिएल जिगल र पनि हो र पनि एक विनर टिमले ट्रफी जित्न आँटिरहेको छ नि भोलि त्यो टिमको लागि पनि प्रे चाहिँ गर्नुपर्छ है एसबिपिएमपिएल विनर हो र पोसिबल विनर आइजिएल जिगल र पनि हो र पनि एकदम पोसिबल पुग्यो हो रले नि खतरा खेल्यो हो जब स्काई जिगल रमा थियो नि यो दुईजनाको जोडी छ नि जुन स्काई र जिगलको जोडी छ नि त्यो रको डेजको आई स्टिल रिमेम्बर त्यो एउटा इमोसनल इन्टरभ्यू आफ्टर र लस्ट क्लोजली इन द फाइनल्स होइन जब रले हार्यो फाइनलमा एकदमै क्लोजली हाल्यो त्यस पछाडि अन्जदाई म मनदीप बसेर पुरै रको टिमसँग इन्टरभ्यू लिइरहेको थियौँ अनि त्यो बेलामा आफ्टर स्काईले जे बोल्यो जिगलले जे बोल्यो त्यस पछाडि इन फ्रन्ट अफ क्यामेराको अगाडि अन्जदाई र म अलमोस्ट रोइसकेको थियौँ अगाडि केटाहरू त्यति नै इमोसनल थियो स्काई रुन सकेको थिएन होइन केटाहरू सबैजना इमोसनल थियो बट इभन अन्जदाई र म जब कि हामी आफैलाई एकदमै स्ट्रङ क्यारेक्टर के भन्छ हामी आफैलाई एकदमै स्ट्रङ क्यारेक्टर कन्सिडर गर्छौँ होइन हामी खतरा लाइक क्यामेराको अगाडि जे पनि कन्ट्रोल गर्न सक्छौँ जस्तो कोही सिचुएसन पनि कन्ट्रोल गर्न सक्छौँ भनेर अन्जदाई र म हामी आफैलाई कन्सिडर गर्छौँ त्यस्तो सिचुएसनमा पनि रको त्यो पर्फर्मेन्स अनि त्यस पछाडिको त्यो इन्टरभ्यूमा हामी अलमोस्ट रोएको थियौँ अनि यो जोडी जुन छ नि जिगल र
स्काईको यो जोडीको पेन्डिङ ट्रफी त्यो बेलादेखिको हो क्या, त्यो बेलादेखिको पेन्डिङ ट्रफी हो। सो डिलेड इज नट डिनाइड भन्ने सुनेको छौ? गड्स डिले इज नट गड्स डिनायल भन्ने सुनेको छ नि? भगवान्ले केही कुरा डिले गर्यो भने त्यो डिनाइ चाहिँ गरेको होइन, हुँदैन भने होइन, पर्खी भनेर भने हो क्या। सो के थाहा त्यतिखेर पर्खी भनेको थियो अनि अहिले टाइम आएको हो कि होइन? सो स्टार अलाइन भइरहेछ, बुझ्यौ? स्टार अलाइन भइरहेछ। लेट्स गो।